पहिला म चाहिँ क्रिस्चियन थिएँ है। 5 वर्ष चाहिँ म बत्तिसमा लिएकी थिएँ। यति बेला म रोहतक भन्ने ठाउँमा छु। हुन्छ, मेरो तर्फबाट गुड मर्निङ छ। म राति आएको यो रोहतक भन्ने ठाउँमा, हरियाणा। हुन्छ, तपाईँहरूलाई स्वागत छ। तपाईँहरूलाई सन्चै होला भन्ने मैले सोचेको छु। म केही बाइबलको विषयमा केहीहरू सुनाउने छु, तपाईँहरू प्लिज सुनाइदिनु होला है। संसारमा धेरै मान्छेहरू छन्। विश्वासी मान्छेहरू पनि हिन्दूमा गएछ, हिन्दूबाट विश्वासी, विश्वासीबाट फेरि हिन्दूमा गएको छन्। किनभने लालचीको कुरा हुन्छन्। बसी बसी कसैले पनि दिन्नन्। हरेक ठाउँमा छन् यस्तो। अब हाम्रो यहाँ इन्डियामा पनि छन्। क्रिस्चियनबाट त हिन्दू गएको छन्, कोही मुसलमान गएको छन्, धेरै छन्। अब हामीले एउटा इक्जाम्पलमा तपाईँहरूलाई एउटा कुरा भन्छु। अब यो कम्पनीमा काम गर्दा त म 1 महिना काम गऱ्यो भने फेरि अर्को ठाउँमा 1 महिना काम गऱ्यो, अर्को ठाउँमा 1 महिना काम गऱ्यो भने हामीलाई कसैले पनि इज्जत दिन्न है। तर गऱ्यो भने एकै ठाउँमा मात्र काम गर्नुपर्छ, त्यहाँ इज्जत पाउँछ। त्यही भएर हामीले जस्तै अब कोही अब बत्तिसमा लियो भन्दामा हामी विश्वासी त हुन्न। यो कुरालाई हामीले बुझ्नुपर्छ। किनभने उसले आफ्नो शरीर त भिज्यो नि, तर आत्माद्वारा भिजेको छैन नि त। हुन्छ, म यूहन्नाको पुस्तकमा म तपाईँहरूलाई के सुनाउन जानु लाग्छु होइन। यसोले जवाब दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, केही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा प्रवेश हुन सक्दैन भनेर स्पष्ट यहाँ लेखेको छ। मैले के भन्नु त तपाईँहरूलाई, हामी बत्तिसमा लियो भन्दैमा हामी विश्वासी हुँदै हुँदैन। किनभने उसलाई आत्माद्वारा एकदम शरीर एकदम आत्माद्वारा एकदम भिजेको हुनुपर्छ हामीले, अनि मात्रै परमेश्वरकोसँग प्रवेश हुन सक्छन्। हामीले यो कुरालाई बुझ्नुपर्छ है। मैले आज बत्तिसमा लिएँ, म त विश्वासी भएँ भनेर हामीले त्यो नसोच्नु होला। किनभने त्यो बत्तिसमा लियो भन्दैमा हामी विश्वासी हुँदै हुँदैन। तर बाइबल पढ्यो भन्दामा हामीले बाइबल बुझेको हुन्न। यो कुरालाई बुझ्नुपर्छ हामीहरू विश्वासीहरूले। तर विश्वासीलाई धेरै परीक्षा हुन्छन्, तर ख्याल ठट्टा नलिनुहोस् होइन। हामीले परमेश्वरतिर एकदम अध्ययन लिनुपर्छ। परमेश्वरलाई मात्र सम्झिनुपर्छ। हामीले परमेश्वरतिर मात्र प्रार्थना गर्नुपर्छ। आज प्रार्थना गरेर तर मनले गरेन भने त्यो परमेश्वरले कहिले पनि प्रार्थना सुन्दैन है। विश्वासीहरू ध्यान राख्नुहोस्। हुन्छ, फेरि म कलसीको पुस्तकबाट के भन्ने छु तपाईँहरू सुन्नु होला है। कलसीको पुस्तकमा के लेखेको छ भने, जरा गाडिएको र निर्माण भएको छैन अरे के, विश्वास दरिलो भएको छैन अरे। अब मैले तपाईँलाई के भन्ने त, फेरि हाम्रो मनदेखि जरा गढेको छैन नि त परमेश्वरतिर। विश्वास एकदम विश्वास भएको छैन नि त हाम्रो। 2 मन भयो नि त हामी। विश्वास गरौँ नगरौँ, विश्वास गरौँ नगरौँ। आज सङ्गति आयो, बाहिर गयो, फेरि अर्कै सोच्यो, त्यो भएको छैन कि। यहाँ परमेश्वरतिर एकदम जरा गढिएको छैन। यहाँ परमेश्वरको बाइबलमा कलसीको पुस्तकमा यसरी लेखेको छ, जरा गढिएको छैन र विश्वास दरिलो भएको छैन, निर्माण भएको छैन भनेर यहाँ प्रष्ट लेखेको छ बाइबलमा। फेरि अर्को छन् मत्तीको पुस्तकमा फेरि लेखेको छ, ढुङ्गिनी जमिनमा छरेको त्यो चाहिँ हो जसले वचन सुन्ने बित्तिकै खुसी साथ र झुटो त्यही स्वीकार गर्दछ भनेर भनेको छन्।